पेटीभोटो बनाउनको लागि यो 3टा मेजरमेन्टको आवश्यकता पर्छ, जसमा लम्बाइ रहेको छ, छाती रहेको छ र कुम रहेको छ। यहाँ मैले सानो बच्चा मसित नभएको हुनाले मैले एजम्पसनको रूपमा यो 3टा मेजरमेन्ट लिएको छु। लम्बाइमा 14 लिएको छु, छातीमा 20 लिएको छु र कुममा 10 लिएको छु। प्राय बच्चाहरूको 10 नै हुन्छ कुम। यति मेजरमेन्टका साथ म बनाउन सिकाउन गइरहेको छु। फेरि तपाईहरूलाई घरमा नापेर बनाउनको लागि कहाँ चाहिँ कसरी नाप्ने भन्ने तपाईहरूलाई कन्फ्युजन होला, त्यसैले म यो डल नापेर तपाईहरूलाई मेजरमेन्टको लागि नभइकन यो कुन ठाउँमा कुन नापेको भनेर देखाउनको लागि यो डललाई युज गर्दैछु। साथीहरू, लम्बाइको लागि यदि तपाईहरूसित बच्चालाई नाप्नु छ भने लम्बाइको लागि यसरी नाप्नु होला र बच्चालाई कति लामो पेटीभोटो बनाइदिने यो अनुसारको लम्बाइ राख्नु होला। र त्यस्तै कुम नाप्नको लागि हाम्रो यहाँ पछाडि हड्डी हुन्छ एउटा, त्यो हड्डीदेखि यो हड्डीसम्म यसरी नाप्नुपर्छ। पछाडि रहेको यहाँ हामीले छाम्दा हड्डी भेटिन्छ बच्चाहरूको। त्यस्तै गरी छाती नाप्नु पर्यो भने हामीले यस्तो गरेर इन्ची टेप लिएर यसरी छाती नाप्छौँ र यो टोटल छाती राखेको हुन्छौँ। जस्तै मैले यहाँ 20 एजम्पसन गरेको छु। अब यही अनुसार म कपडा काट्न पनि सिकाउँछु तपाईँहरूलाई। साथीहरू, यो लम्बाइ चाहिँ जस्ताको जस्तै हुन्छ भने हामीले छातीको भागलाई यहाँ 4 भाग लगाउँछौँ। 4 भागमा हाम्रो यहाँ 5 आउँछ। 20लाई 4 भाग लगाउँदा 5 हुन्छ र हामीले सिलाइ भाग 1 प्लस गर्दाखेरि यहाँ हामीले 6 हुन जान्छ। कपडा काट्दा हामीले 6 को रूपमा काट्नुपर्छ। त्यति भयो भने सिलाइ भाग कटेर हाम्रो 5 एक्युरेट मेजरमेन्ट आउँछ। त्यस्तै कुमलाई पनि हामीले 2 भागमा विभाजन गर्छौँ। त्यो अनुसार यो 10 को 5 हुन आउँछ। फेरि यही मेजरमेन्ट अनुसार अब म यहाँनिर ड्राफ्ट कोर्न गइरहेको छु। ड्राफ्ट कोर्दाखेरि चाहिँ अब यहाँ 14 हाम्रो लम्बाइ छ, 1 इन्ची हामीले सिलाइ भाग पनि जोड्नुपर्छ। त्यो हिसाबले हामीले यहाँनिर 15मा गएर यहाँ चिन्ह लगाएको छु मैले। यसलाई यहाँ जोड्छौँ। त्यस्तै अब कुमको भाग हामीले हाफ गर्दाखेरि 5 आएको छ। यो 5 पनि यहाँनिर हामीले पाउँछौँ। अब त्यस्तै यहाँ हामीले गला झिक्ने बेलामा यो बच्चाको लागि ठुलो मान्छेको भए 3 हुन्थ्यो भने बच्चाको लागि हामीले 2 मै गला झिकेको हुन्छ। सानो बच्चालाई 2 यहाँनिर गला राख्ने भाग चिन्ह लगाएको छ भने अब यो माथि उठेको सिलाउनको लागि कुमको भागहरू यो कुममा पर्छ। यसलाई हामीले यहाँ यसरी जोइन गर्छौँ। त्यस्तै गरी अब गला अब बच्चा अनुसार कति खोल्ने हो तपाईँहरूले नाप्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले 2 मात्रै राखेको छु। यसमा पनि गोलो गरिदिन्छु। त्यस्तै गरी अब हामीले काखीको भाग पनि कुमको ठ्याक्कै बराबर नै हुन्छ। कुम 5 भएपछि हामीले काखीलाई पनि 5 नै गर्यौँ। अब यसरी काखीको भाग पनि बनाएँ मैले। यसलाई पनि गोलो तान्नेछौँ। साथीहरू, ठुलो मान्छेको लागि यदि भोटो बनाउँदै हुनुहुन्छ, अघि 10 वर्ष त्यस्तोको बच्चा छ र त्यस्तो अलि ठुलो मान्छेको लागि बनाउँदै हुनुहुन्छ भने त्यसमा अगाडि पाटा पछाडि पाटा गरेर 2 चोटि काट्नुपर्छ। यो हामीले माइनर सानो 6 महिनाभन्दा मुनिकै बच्चाहरूलाई बनाइने भएर यो मैले अलिक सानैलाई बनाएको भएर 2टै एकैचोटि काट्दैछु। यसमा फरक पर्दैन। यदि ठुलो मान्छेलाई भयो भने अगाडि पाटा फरक र पछाडि पाटा फरक गरी काट्नुपर्छ। ल अब म यसलाई काटेर निकाल्दैछु। यसरी देख्न सक्नुहुन्छ मैले काटिसकेको छु। यो 4 पिस हुन्छ यसरी। 1 2 3 4 गरेर अब यसलाई छुट्याउँछौँ। हामी दुईटा भागमा विभाजन गर्छौँ। यसरी विभाजन गरिसकेपछि हामीले सुरुको भाग हामी यहाँ तलबाट सुरु गर्छौँ, किनभने यसमा सबै सिलाइ लुकाएर काम गर्नुपर्ने हुन्छ। यसरी गर्दाखेरि अब यहाँ म यहाँ यो छेउमा 3 इन्चीको भागमा चिन्ह लाउँछु यसरी। त्यस्तै गरी यहाँ पनि म 3 इन्चीको भागमा चिन्ह लाउँछु। अर्कोलाई पनि यस्तै गरी चिन्ह लगाएर म यहाँदेखि यहाँसम्म सिलाउँछु पहिला दुईटैको।
सिलाउँदा सिलाइ जति मसिनो भयो त्यति राम्रो हुन्छ। यसरी मैले यहाँसम्म सिलाइसकेको छु। अब यो 3 इन्चीको चिन्ह लगाएको ठाउँमा गएर म धागो जोडाल्छु। यसरी हेर्न सक्नुहुन्छ मैले यो पनि सिलाइसकेँ र यो पार्टमा पनि यस्तो गरेर सिलाइसकेँ। अब यो काखीको भाग र यो गलाको भाग पनि यस्तै गरेर म मसिनो काखा लिएर सिलाएर जान्छु। यसरी मैले काखीको भाग यतापट्टि सिलाइसकेको छु एउटा। अब यसरी घुम हुँदै हामी गलातिर नि यस्तै गरेर मसिनो टाकाले सिलाउँछौँ। सिलाइ जति मसिनो भयो त्यति राम्रो हुन्छ। लगभग सिलाइसकेँ। अब यस्तै गरी म सबैतिर सिलाउँछु। तपाईहरु हेर्न सक्नुहुन्छ मैले यहाँ सबैतिर सिलाइसकेको छु। अब यसलाई म सुल्टो बनाएर देखाउँछु। सुल्टो बनाउन अगाडि हामीले यहाँ सिलाएको ठाउँतिर यसरी अलिअलि क्रन्च गरिदिनुपर्छ ताकि यो हामीले सुल्टो बनाउँदाखेरि प्रपरली मजाले सुल्टो होस् र राम्रो देखियोस्। यसरी मैले काटिसकेँ। अब यसरी एउटा सुल्टो बनाइसकेको छु मैले। अर्कोलाई चाहिँ भने हामी उल्टोमै राख्छौँ। अब बाँकी सिलाउनको लागि यो उल्टो यो सुल्टो हुन्छ। अब हामी के गर्छौँ भने सिलाइ लुकाएर सिलाउनको लागि यसलाई यो भित्र छिराइदिन्छौँ यसरी यो ठाउँबाट। यसरी भित्र राखिसकेँ र यो टुप्पो र यहाँ हामीले जुन सुल्टो बनाएर यो टुप्पो निक्लेको थियो यो टुप्पोलाई लगेर यहाँ टुप्पोमा ठ्याक्क मिलाउनुपर्छ। यसरी त्यस्तै गरी यसरी हेर्न सक्नुहुन्छ मैले एउटालाई सुल्टो बनाएर अर्को उल्टोको भित्र राखिसकेको छु र यो सुल्टोको दुईटा भाग यो चाहिँ भित्रीको दुईटा भाग गरेर यसलाई यहाँ जोइन गर्दैछु म। अब यहाँ बराबर गरेर हामीले यहाँ 3-3 इन्चीको सिलाएको बराबर हुनुपर्छ। अब यसरी सिलाउँदै जान्छौँ भने चारैवटालाई एकैचोटि हामीले यसरी सिलाउनुपर्छ। अब यतापट्टि जस्तै यता पनि म चारैवटालाई एकै ठाउँमा राखेर सिलाउँदैछु। अब यसमा चाहिँ म यति नै धागो चुडाल्छु। त्यस्तै गरी अब यसलाई यहाँ बिचमा छोडेर म यहाँ माथिको भागमा गएँ एकैचोटि। यो माथिको भागमा अब अलिकति सिलाउँछु म। यति जति सिलाउँछु म। यसरी मैले यहाँ सिलाएर यति भाग छोडेको छु तपाईहरु हेर्न सक्नुहुन्छ। अब त्यसपछि चाहिँ म यहाँनिर भित्रको मात्रै दुईटालाई लिँदैछु। अब चाहिँ पहिला हामीले 4वटा लिएको थियौँ भने अब म यो बाहिरको एउटालाई छोडेर भित्रको दुईटालाई मात्रै लिँदैछु। यसलाई मसिनो गरी सिलाउँछु।
अब यसलाई म उल्टो बनाएर देखाउँदैछु यहाँबाट। तपाईँहरूले हेर्न सक्नुहुन्छ मैले सबै सुल्टो बनाइसकेको छु। यहाँ सुल्टो बनाउँदा यस्तो देखिएको छ फोटोले, हेर्न सक्नुहुन्छ। सिलाएपछि अलिअलि तान्दिनु होला कि आइरन गर्दाखेरि पनि बस्छ। यहाँ अहिले मैले सिम्पलै देखाएको छु, आइरन गरेको छैन यसमा। अब यहाँ अघि नै हामीले अलिकति थोरै ग्याप छोडेको ठाउँ छ, यस्तो देखेको छ त्यो ठाउँ। अब त्यो ठाउँमा हामीले यसरी यहाँनिर रिबिङ जस्तरी टालिदिन सक्छौँ। यसरी रिबिङको स्टाइलले हामीले यो सिलाइ पनि छोपिदिन सक्छौँ। यसरी यस्तो भएपछि सबैतिरको सिलाइ छोपेर राम्रो देखिन्छ। हेर्न सक्नुहुन्छ तपाईँले, सिलाइ कहीँ पनि देखिएको छैन। अब हामी तुना काट्नतिर जान्छौँ। यसरी हामीले टुक्रा कपडालाई यसरी तुनाको रूपमा युज गर्न सक्छौँ। यसरी मैले डबल गरेर यो टुक्रालाई 4 टुक्रामा गरेको छु। यसरी म तुना काट्दैछु। अब यहाँ 4वटा दोबारेर अब म पहिला तुना बनाउन सिकाउँदैछु। यसलाई अब यसरी दोबारेर गर्दैछु। म यताबाट दोबारेर यसरी दोबारेर यसरी नै सिलाउँदै जानु पर्यो। अब यसरी हेर्न सक्नुहुन्छ मैले तुना सिलाइसकेँ। अब यसलाई म यो फोटोमा फिट गर्न सिकाउँछु। यसरी सिलाइ भाग माथि पर्ने गरेर मैले यसरी जोड्छु। टोपी बनाउनको लागि हामीहरूलाई यहाँ दुईटा मेजरमेन्ट चाहिन्छ। यो भनेको लम्बाइ हो, जुन कानको भागपट्टिबाट नापेको हुन्छ हामीले भने। यो गोलाइ चाहिँ हाम्रो तालुको भागपट्टि हुन्छ। यही दुईटा लम्बाइ बेस मानेर हामीले टोपी बनाउन सक्छौँ कपडाको। लम्बाइलाई हामीले केही पनि गर्नु परेन भने यो गोलाइलाई चाहिँ हामीले 4 भाग गर्छौँ। यसलाई 4 भाग गर्दाखेरि 4.5 आउँछ र यसमा मैले 1.5 चाहिँ सिलाइ भाग जोड्छु। त्यसले गर्दा टोटल 6 हुन्छ। हामीले कपडा काट्ने बेलामा अब 6लाई मानेर काट्नुपर्छ। अब यही मेजरमेन्ट अनुसार म तपाईहरुलाई कपडा काट्न पनि सिकाउँछु। हेर्न सक्नुहुन्छ यहाँ अब मैले लम्बाइको भाग लिएको छु 9। अब यहाँ लम्बाइ हाम्रो यहाँनिर हुन्छ। यहाँ 9 मा चिह्न लगाउँछु। यताबाट पनि 9 मा चिह्न लगाएँ। यसलाई सिधा गर्छु। अब यहाँको यो चौडाइको भाग यानी कि यो गोलाइमा पर्ने भाग चाहिँ मैले 6 भनेको
छु। यहाँनिर 6 अनुसार अब म 6 को चिन्ह लगाइरहेको छु। यहाँ हाम्रो ठ्याक्क 6 भएको छ। अब यति 6 भएपछि अब हामीले हाफ इन्ची यहाँनिर तल जानुपर्छ। यसको यहाँ हाफ इन्ची तल जाने, यसमा पनि हामीले हाफ इन्ची तल जानुपर्छ र यसलाई यस्तो गोलो सेपमा गरिदिनुपर्छ किनकि अगाडिको भाग हाम्रो गोलो हुन्छ। अब यसलाई म तपाईहरुलाई काटेर देखाउँछु। यसरी मैले टोपीको भाग काटिसकेको छु। अब हामी तुनाको भाग बनाउँछौँ। तुनाको भाग अब जति लम्बाइ लामो बनाए पनि हुन्छ, तर मैले यहाँनिर यत्रो भाग लिएको छु। यो कति छ भने 9 कै लिएको छु मैले। 9 लम्बाइ छ भने यसको चौडाइ चाहिँ म 1 इन्चको राख्छु। यसरी मैले दुईटा तुना काट्दैछु। अब यसरी मैले दुईटा तुनाको भाग पनि काटिसकेको छु। अब म यसलाई कसरी सिलाउने हो भनेर सिलाउन पनि सिकाउँछु। यस्तो देखेको छ टोपीको भाग काट्दाखेरि खोल्दाखेरि। अब यसलाई हामीले यो उल्टो भाग र यो उल्टो भाग उल्टो भागमै सिलाउँदै जानुपर्छ। म यहाँदेखि सिलाउँदै जाँदैछु। यसरी हेर्न सक्नुहुन्छ मैले मसिनो सिलाइले यहाँसम्म सिलाइसकेको छु, यस्तो सेप आउने गरेर। तपाईहरुले आफूलाई जस्तो सिलाइ मनपर्छ त्यस्तो नटवाला सिलाइ अथवा अरू कुनै सिलाइबाट पनि सिलाउन सक्नुहुन्छ। बाक्लो सिलाएर डबल गरिदिनु पनि सक्नुहुन्छ। मैले यहाँ एकचोटि सिलाउनु भएर यहाँ मसिनो सिलाइ लिइरहेको छु। यति म ठाउँ राखेर अब यो धागो चुडालिदिन्छु। अब हामी यहाँबाट यसलाई सुल्टो बनाउन सक्छौँ। हेर्न सक्नुहुन्छ मैले सुल्टो बनाइसकेको छु। यदि तपाईहरुको घरमा मेसिन छ भने यही नै सिलाइ मेसिनमा गर्ने हो। अब धेरैको घरमा मेसिन हुँदैन, त्यही भएर मैले साना लुगाहरू हातले कसरी सिलाउने भनेर सिकाउन गइरहेको छु। यदि मेसिन छ र मेसिन चलाउन जान्नुहुन्छ भने यसैलाई मेसिनमा सिलाउँदा हुन्छ। अब यहाँ रहेको थोरै भाग छ, यसलाई चाहिँ म यस्तो फोल्ड गरेर सिलाउँछु ताकि सिलाइ भागहरू कुनै पनि बाहिर नदेखियोस्। यसरी हेर्न सक्नुहुन्छ यो सेपमा आएको छ। अब यसरी सबै सिलाइहरू लुकेको छ यहाँको।
मेसिनमा नहालेको र यो सिलाइ चाहिँ सबै लुकाउनु पर्ने भएर मैले यो सर सिलाएँ। यदि हामीले मेसिनमा हाल्नु थियो भने यसलाई 4वटा एकैचोटि हामीले हालेर अनि त्यसपछि बाँकी पार्ट गर्थ्यौँ। अब यो भाग चाहिँ अलिकति च्यातिने सम्भावना बढी र फ्रेस पर्ने भाग माथिको भाग भएको भएर अब म यसलाई अब चाहिँ दोबारेर यसलाई लक स्टाइलले सिलाउँदैछु। यस्तो लक स्टाइलले सिलाउँछु ताकि बलियो होस्। यसरी हेर्नु मैले लक स्टाइलले सिलाइसकेको छु। यो भयो भने बलियो पनि हुन्छ, हेर्दा राम्रो पनि देखिन्छ। यसरी मैले अब टोपी जोइन गरिसकेको छु। अब बाहिरबाट हेर्दा यस्तो देखिन्छ यो टोपी। टोपीको सेपमा आइसकेको छ। अब म यसलाई तुना बनाउन सिकाउँछु तपाईहरुलाई। तुनाको हामीले काटिसकेका छौँ, यहाँ यस्तो छ यो। अब यसलाई यसरी दोबारेर हामीले तुना बनाउन सक्छौँ। हेर्न सक्नुहुन्छ मैले दुईटा यो बनाइसकेको छु तुना। अब यो तुनालाई यहाँ फिट गर्नलाई म भन्छु, मैले यहाँ 3 इन्चीमा चिन्ह लगाएको छु। तपाईहरुले अब बच्चा सानो छ भने नापेरै गर्नुहुँदा राम्रो हुन्छ। यसरी 3 इन्चीमा चिन्ह लगाएपछि अब हामीहरू यसलाई तुनालाई यसरी राख्छौँ। यसरी राखेर अब यो भित्रीको भागमा मात्रै सिलाउँछौँ ताकि बाहिर सिलाइ नदेखियोस्। यसरी हामीले बिस्तारै भित्रीको भाग मात्रै टिपेर यसरी सिलाउँदै जानुपर्छ यसलाई वरिपरि। यसरी मैले वरिपरिबाट सिलाइसकेको छु। अब यो बलियो भएको छ यो तुना, यसलाई अब म जोडाइदिन्छु। यसरी हामीले बाहिर नदेखिने गरेर यसरी तुनाको भाग हालिसकेका छौँ। अब अर्कोतिर नि म त्यसै गरी राख्छु। यो तुना दुईटा भइसकेको छ। अब हामी यो भागमा यो क्रिज राखेर बुट्टा जस्तो बनाउँछौँ। मैले यो सानो बिटको भाग काटेर यसरी सिलाएर तयार गरिसकेको छु। अब यसबाट हामी यसरी क्रिज जस्तो हालेर यहाँनिर अलिकति राम्रो डेकोरेट हुन्छ त्यसलाई गर्दैछौँ। यसरी अब यहाँदेखि म थोरै थोरै गरेर क्रिज हाल्दै जान्छु। यस्तो गरेर हामीले क्रिज हाल्न सक्छौँ। मसिनो टाँका लिँदै जानुपर्छ ताकि अलि यो सिलाइ देखेर नराम्रो नदेखियोस्।